आज आमा खुवाउने औँसी एकजना श्रीमती, बुहारी र आमाको अन्तर्मनको कथा र व्यथा उनकै आँखाबाट हेरौँ। कथा र व्यथा यसरी सुरु हुन्छ। ऊ मेरो जीवनको अभिन्न अङ्ग। ऊ बिहान घर छोडेर निस्किन्थ्यो, म झ्यालबाट हेरिरहन्थेँ। ऊ थाकेर घर फर्किन्थ्यो, म हातमा पानी र मुस्कान लिएर दौडिन्थेँ। ऊ मलाई भन्थ्यो, हाम्रो बच्चाहरूका लागि सुनौलो भविष्य बनाउँछु भनेर। र म भित्रभित्रै गर्वले भरिन्थेँ। ऊ मेरो श्रीमान मात्र होइन, मेरो सपना, मेरो भरोसा थियो। तर जिन्दगी सधैँ सिधा हुँदैन रहेछ। अचानक ऊ गम्भीर बिरामी पर्यो। कहिल्यै नथाक्ने त्यो शरीर आज बिस्तारामा थलिएको छ। काम छाड्नु पर्यो, आम्दानी रोकियो, तर घर खर्च, उपचार खर्च र बच्चाहरूको जिम्मेवारी केही रोकिएन। र सुरु भयो मेरो अर्को जन्म। आफ्नो आँसु लुकाएर, मुस्कान ओढेर बच्चाहरूलाई पढाउन, घर धान्न र उपचार गर्न म आफै एक फौज भएँ। दिनभर पसिनाले भिज्थेँ, रातभर आँसुले। तर भित्रभित्र एउटा प्रश्नले बोलिरहन्थ्यो। यदि पहिल्यै केही योजना बनाएको भए, यदि थोरै थोरै बचत र बिमा मात्र गरेको भए, सायद आज यो चोट, यो पीडा, यो अपमान भोग्नुपर्ने थिएन। त्यो दिन मैले बुझेँ, जिन्दगीमा प्रेम मात्र पर्याप्त हुँदैन। जिन्दगी जोगाउन सही योजना पनि चाहिन्छ, अर्थात् आर्थिक सुरक्षा पनि चाहिन्छ। आज जब मेरा बच्चाहरूलाई हेर्छु, तिनीहरूको मासुम अनुहारमा भविष्य देख्छु। त्यही भविष्य जोगाउन मैले आफैलाई आर्थिक सुरक्षा दिनुपर्छ भन्ने थाहा पाएकी छु। आज आमा खुवाउने औँसीको दिन। यो पवित्र दिनमा हरेक आमाहरूलाई सुरक्षित बनाउने कसम खानुपर्छ। थोरै थोरै बचत र एउटा बिमा योजना आजका दिनदेखि सुरु गर्नुपर्छ। किनकि जब आमा सुरक्षित हुन्छन्, तब मात्र परिवार सुरक्षित हुन्छ। प्रेमले घर बनाउँछ, तर आर्थिक सुरक्षाले त्यो घर जोगाउँछ। यो काल्पनिक कथा हो, तर वास्तविकता पनि यही हो। यो तमाम श्रीमानहरूको लागि समर्पित छ, जसले बचत र बिमा जस्ता आर्थिक सुरक्षाहरू नअपनाई श्रीमती र आफ्नो परिवारलाई असुरक्षित बनाएर जीवन चलाइरहेका छन्। यो स्टोरीले तपाईँको मन छोयो भने लाइक, फलो र सेयर गरिदिनु होला, किनभने तपाईँको एउटा सेयरले कसैको जीवन बदल्न सक्छ।